आज बनाउँदैछु म साग र ढेँडो। पहिला जिरा फुराएँ, त्यहाँबाट खोर्सानी फुराएँ। मलाई चाहिँ सागमा खासै आलु हालेको मन पर्दैन, तर मेरो छोरालाई चाहिँ आलु हाले मन पर्ने भएर त्यही भएर आलु र साग यहाँ काटेर रेडी गरेर राखेको छु। मैले साग धोइसकेँ। अब म यसमा हाल्दैछु 2टा गोलभेडा। यो चाहिँ भने अचारको लागि गोलभेडा हाल्दिएँ। अनि म टिप्दैछु नागा धनिया। हामी यसलाई नागा धनिया भन्छौँ, तपाईँहरू के भन्नुहुन्छ थाहा छैन। यो अलिकति छ, अनि टिप्नु पऱ्यो 2-4वटा। यहाँ पनि छ, यो बोट पनि यो अलि ठुलो भइसकेको छ। अचार चाहिँ म यसरी लसलस पिन्छु सिलौटोमा। नागा धनिया हालेर यसरी पिनेपछि कस्तो मिठो हुन्छ यो पिनेको अचार। टमाटर पनि पाक्यो, अब पिन्छु म लस गोलभेडाको अचार। अनि यो अचार पिन्ने हो। छोरोले फेरि ढेँडो खाँदैन, त्यसको लागि चाहिँ भने भातै पकाउनुपर्छ कि। अनि त्यसलाई म भात पकाइदिन्छु। म यसमा अलिकति आलसको धुलो पनि हाल्छु। म आलस ल्याएर मैले पिनेर राखेको थिएँ। आलसको धुलो अलिकति हाले चाहिँ अलिक टेस्ट आउँछ कि, फरकै हुन्छ टेस्ट। त्यसैले आलस हाल्दैछु। मेरो अचार पनि रेडी भयो। अचार रेडी भयो। अब यससँग ढेँडो चुपेर खानु कति मजा आउँछ है। साग पनि पाक्न लाग्यो लगभग। टमाटर अलिकति हाल्दै यसलाई अब एकछिन छोपिदिन्छु, त्यहाँबाट पाक्छ। पनि काटेर ठिक पारेँ मैले। मेरो छोराले चाहिँ यो र यो मात्रै खान्छ, यो मुला चाहिँ म मात्रै खाने हो कि। तरकारी पनि पाक्यो। अब तरकारी खनाएर ढेँडो पानी बसाल्छु। यता छोरोलाई भात बसालेको छु। साग निकालेर ढेँडो पानी बसाल्दिएँ। ढेँडो पानी उम्ल्यो। अब म पिठो हाल्दै चलाउँछु। होइन यसले चलाउँछु कि, यसले उ गर्छु। यसो गरेर चाहिँ पिठो जम्मै डल्लो मिचिन्छ कि। अनि पछि पन्युले चलाए पनि हुन्छ कि। खट्किसक्यो। अब यसले जे गर्छ नि, बाबिलो छ मेरो त ठुलो, मलाई त्यो झ्याउ लाग्छ कि त्यसले चलाउनु। त्यही भएर म त यसैले चलाउने, यसैले मस्काउने हो कि। मकैको ढेँडो त नरम हुन्छ, जसले चलाउँदैन हुन्छ। म त यसले चलाउँछु, यसरी चलाउँछु, यसरी पकाउँछु। मेरो फेरि भिडियो बनाइदिने मान्छे छैन, मोबाइल राख्ने ठाउँ पनि छैन। त्यस्तो बल्ल बल्ल बनाउँछु। सपोर्ट गरिदिनु है साथीहरू। आखिर तरकारी पकाएको कन्तीमा पकाए चाहिँ यसरी यो मामले पनि पक्क उकिन्छ कि। छोरोलाई पापड पोलिदिनु पऱ्यो कि, पापड नभए भात खाँदैन त्यसले। मलाई चाहिँ तेल नफ्राई गर्नुभन्दा यसरी